हेलो एभ्रिवान। आज हामी कक्षा 12 को इङ्ग्लिस बुकमा रहेको एकदमै प्रसिद्ध स्टोरी अ रेस्पेक्टेबल ओम्यान बाई क्याट जोपिनको फुल डिटेल नेपाली समरी बुझ्नेछौँ। यो कथा केवल एउटा साधारण महिलाको होइन, यो कथा हो मनको चाहना र समाजको मर्यादा बीचको गहिरो सङ्घर्षको। यसमा एक महिला आफ्नो भावना, आकर्षण र इज्जत बीच कसरी फसिन्छ भन्ने कुरा निकै सुन्दर तरिकाले देखाउँछिन्। अब सुरु गरौँ कहानी अ रेस्पेक्टेबल ओम्यानको। लेट स्टार्ट स्टोरी। यो कथा क्याट जोपिनले लेखेकी हुन्। उनी एक अमेरिकन लेखिका हुन् जसले महिलाको स्वतन्त्रता, भावना र समाजमा महिलामाथि लाग्ने नियमहरूको बारेमा लेख्ने गर्थिन्। कथाको मुख्य पात्र हुन् मिसेस बरोडा। उनी एक शिक्षित, सभ्य र इज्जतदार महिला हुन् जो आफ्नो श्रीमान ग्यास्टन बरोडासँग प्लान्टेसन यानि कि खेतबारीमा काम गर्न बस्छिन्। उनीहरू दुवै सुखी जीवन बिताइरहेका हुन्छन्। एक दिन ग्यास्टनले आफ्नो पुरानो साथी गोबर्नेललाई प्लान्टेसनमा केही हप्ता बस्न निम्तो दिन्छन्। तर जब मिसेस बरोडालाई यो कुरा थाहा हुन्छ, उनी अलि रिसाउँछिन् र असन्तुष्ट हुन्छन्, किनभने उनले गोबर्नेलको बारेमा धेरै सुनेकी थिइन् कि ऊ शान्त, गम्भीर र समाजमा खासै रम्ने मान्छे होइनन् भन्ने। त्यसैले उनले सोचिन् कि ऊ बोरिङ र अप्रिय व्यक्ति होला भन्ने। तर जब गोबर्नेल घरमा आउँछ, ऊ मिसेस बरोडाको कल्पनाभन्दा पूर्ण फरक निस्किन्छ। ऊ सभ्य, नम्र र इमान्दार हुन्छ। ऊ धेरै बोल्दैन, तर जे बोल्छ त्यो गहिरो अर्थपूर्ण हुन्छ। मिसेस बरोडालाई उनको यस्तो व्यवहार निकै राम्रो लाग्न थाल्छ, तर उनलाई आफ्नो भावनाप्रति डर लाग्छ, किनभने उनी एक रिस्पेक्टेबल म्यारिड वुमेन हुन् र आफ्नो श्रीमानका साथीप्रति आकर्षण महसुस गर्नु उनका लागि गलत कुरा हो। दिन बित्दै जान्छ। गोबर्नेलको सरल स्वभावले मिसेस बरोडालाई अझै बढी प्रभावित पार्छ, तर उनी आफैसँग सङ्घर्ष गर्न थाल्छिन्। एकातिर उनको मनमा गोबर्नेलप्रति आकर्षण बढ्दै जान्छ, अर्कातिर उनको विवेक, इज्जत र जिम्मेवारी उनलाई रोक्छ। एक रात मिसेस बरोडा बगैँचामा एक्लै बसिरहेकी हुन्छन्। त्यो बेला गोबर्नेल आउँछन् र उनलाई एउटा सेतो स्कार्फ दिन्छन्। त्यो शान्त वातावरणमा उनीहरूले थोरै कुरा गर्छन्, तर धेरै कुरा उनीहरूको आँखाले बोल्छ। मिसेस बरोडाको मन उसतर्फ तानिन्छ, तर उनले आफ्नो सम्मान र मर्यादाको लागि आफ्ना भावनाहरू दबाउँछिन्। मिसेस बरोडा गोबर्नेलतिर आकर्षित भइरहन्छन्, तर आफू रिस्पेक्टेबल वुमेन भएको कारण उनले आफ्ना भावना नियन्त्रण गर्छिन्। उनी गोबर्नेल नजिक जान चाहन्छन्, तर अनन्त दूरी बनाउँछिन् र उसँगको भेटघाट टार्छिन्। त्यो रात उनले आफ्ना पति ग्यास्टनलाई यो कुरा भन्न चाहन्छन्, तर भनिनन्, किनभने केही कुराहरू मानिसले आफैसँग लडेर जित्नुपर्छ भन्ने उनलाई थाहा थियो। अर्को बिहान उनी घर छोडेर सहर जान्छन् र गोबर्नेल नजानेसम्म फर्किदिनन्। गर्मीमा ग्यास्टन फेरि गोबर्नेललाई बोलाउने इच्छा देखाउँछ, तर मिसेस बरोडा त्यति बेला त्यसको विरोध गर्छिन्। तर वर्ष सकिनुअघि मिसेस बरोडा आफैले प्रस्ताव गर्छिन् कि गोबर्नेल फेरि उनीहरूको घरमा आउनुहोस् भन्ने कुरा। उनका पति ग्यास्टन यस कुरामा खुसी हुन्छन्, किनभने उनलाई लाग्छ उनकी श्रीमतीले गोबर्नेलप्रति आफ्नो डिसलाइक हटाएकी छिन्। तर मिसेस बरोडा हाँस्दै भन्छन्, दिस टाइम आई स्याल बी भेरी नाइस टु हिम, यानि कि यसपटक म उनलाई निकै राम्रो व्यवहार गर्नेछु। यस वाक्यले के देखाउँछ भने उनले आफ्नो भावनालाई नियन्त्रण गर्न सकेकी छिन्, तर उनको भित्री आकर्षण अझै केही गहिराइमा बाँकी छ भन्ने कुरा देखाउँछ। यो थियो हाम्रो यो स्टोरीको समरी। अब यो स्टोरीले के मोरल दिन खोजेको छ भने यो कथा एक महिलाको आन्तरिक मनोवैज्ञानिक द्वन्द्व हो, जहाँ समाजका नियम, इज्जत र नैतिकता र मानवीय भावना र आकर्षणबीच टकराव हुन्छ। क्याट जोपिनले देखाउन खोजेकी छन् कि मानव भावना दबाएर राख्न सकिँदैन, तर एक साँचो रिस्पेक्टेबल वुमेन त्यो हो जसले आफ्नो भावना बुझ्छ, तर विवेक र मर्यादामा कायम राख्छ। अ रिस्पेक्टेबल वुमेनले के देखाउँछ भने मानिसको भित्रका भावना र समाजको मर्यादा बीच सधैँ सङ्घर्ष हुन्छ। साँचो रिस्पेक्टेबल व्यक्ति त्यो हो जसले आफ्नो भावना नियन्त्रण गर्न जान्दछ र गलत बाटो नछानेर आत्मसंयम देखाउँछ। यो कथाले के सिकाउँछ भने कहिलेकाहीँ जीवनका केही लडाइँ हामीले आफैभित्र लड्नुपर्छ, अरू कसैले होइन भन्ने कुरा देखाउँछ। सो फ्रेन्ड, यो थियो अ रिस्पेक्टेबल वुमेन स्टोरीको सारांश र त्यसको मोरल। आशा छ यो भिडियोले तपाईँलाई राम्रोसँग बुझ्न मद्दत गर्दछ। यदि भिडियो मन पर्यो भने लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनुहोला। हवस् त, धन्यवाद।